सो गाइज फाइनली बार्सिलोनाले चाहिँ हिजो रियल सोसिएडाडलाई हराएसँगै उनीहरू चाहिँ टेबलको टपमा आइसकेको छ है त। अस्तिसम्म चाहिँ रियल मड्रिड टेबलको टपमा थियो भने अस्ति रियल मड्रिडले एथलेटिको मड्रिडलाई जित्न नसक्दा र आज बार्सिलोनाले चाहिँ रियल सोसिएडाडलाई जितेको क्रममा चाहिँ बार्सिलोना 19 पोइन्ट्सको साथ टेबलको टपमा छ है त। हुन त 1 पोइन्टको मात्र ग्याप हो, पछिको म्याचेसहरूमा जे नि हुनसक्छ। सो बार्सा त्यसै गरी रियल मड्रिड दुवैलाई एकदमै धेरै प्रेसर छ है त। अब हिजोको बार्सिलोना भर्सेस रियल सोसिएडाड म्याचको कुरा गर्नुपर्दा चाहिँ बार्सिलोनाले गर्न त फुल्ली डोमिनेट गरेर जितेको। बल पोजिसन पनि 75% थियो बार्सिलोनाको र सर्ट्स 22 थियो भने सर्ट्स अन टार्गेट मात्र 12 थियो है त। तर लास्टमा म्याच इन्ड भयो 2-1 स्कोर लाइनले है त। यहाँबाट हामीले के बुझ्यौँ भन्दाखेरि रियल सोसिएडाडको गोलकिपर एकदमै बबाल रहेछ भनेर है त। 8 सर्ट्स सेभ गरेछ रियल सोसिएडाडको किपरले, त्यसमा 3-4वटा त स्योर गोल नै हुने सर्ट्सहरू थियो है त। आजको म्याचमा बार्सिलोनाले नराम्रो खेलेको होइन, गोलकिपरले चाहिँ बबाल खेलेको हो है त अपोनेन्टको। हिजोको म्याचमा चाहिँ रियल सोसिएडाड एकदमै कम्प्याक्ट भएर बसेको थियो र बार्सिलोनाले चाहिँ त्यो रियल सोसिएडाडको लो ब्लकलाई ब्रेक गर्न अलि स्ट्रगल गर्दै थियो फर्स्ट हाफमा। र यो म्याचमा सुरुमा गोल हान्ने फेरि रियल सोसिएडाड नै रह्यो है त। त्यो चाहिँ मजाले प्रिभेन्ट गर्न सक्थ्यो त्यो गोल यदि बार्सिलोनाले राम्ररी म्यान मार्किङ गरे भए, तर बार्सिलोनाले त्यो गरेन र गोल पनि खायो है त। र गाइज आजको म्याचमा चाहिँ मैले फिल गरेको कुरा चाहिँ के भन्दाखेरि बार्सिलोना चाहिँ अस्ति जोआन गार्सिया हुँदा चाहिँ यस्तो रिस्की मुभमेन्टहरू अलिक कम क्रिएट भइरहेको थियो जहाँ बार्सिलोना चाहिँ अफ साइडमा रिलाइ गर्नु पर्थ्यो है त। तर आजको म्याचमा त्यस्तो भइरहेकै थिएन है त। अलि त्यो थ्रेडवाला सिनेरियो क्रिएट भइरहेको थियो र जोआन गार्सियाले चाहिँ स्विपर किपरको काम गर्ने भएर त्यस्तो मुभमेन्टहरू कम क्रिएट हुन्थ्यो भने आजको म्याचमा चाहिँ त्यस्तो भइरहेकै थिएन है त। सो यहाँबाट नै थाहा हुन्छ कि जोआन गार्सिया कतिको इम्पोर्टेन्ट किपर हो बार्सिलोनाको लागि भनेर है त। त्यही हो, आजको म्याचमा चाहिँ रियल सोसिएडाडले सुरुमा गोल हानेपछि प्रायः सबैलाई लागिसकेको थियो होला बार्सिलोनाले कमब्याक त हान्छ भनेर, र आजको म्याचमा नि बार्सिलोनाले कमब्याक हान्यो है त। आजको म्याचमा चाहिँ कमब्याक कुन्डेबाट सुरु भएको थियो र त्यो गोल चाहिँ कर्नरबाट आएको थियो र 1-1 भएको थियो त स्कोर लाइन। त्यसपछि अब हामीलाई थाहा नै थियो कि हाफ टाइम पछि चाहिँ ड्यानी ओल्मो त्यसै गरी लमिन यमालहरू नै आउँछ भनेर, र ठ्याक्कै त्यस्तै भयो है त। र लमिन यमाल आउने बित्तिकै बार्सिलोनाको गेम प्ले यस्तो इम्प्रुभ हुँदै थियो के भनौँ। हो, बार्सिलोना अब लमिन यमालमा भर पर्ने टिम चाहिँ होइन, त्यही पनि लमिन यमाल भनेको लमिन यमाल नै हो है त। केही न केही इम्प्याक्ट त पार्छ नै ऊ हुँदा र नहुँदा। आजको म्याचमा नि यो टिममा लमिन यमाल कतिको इम्पोर्टेन्ट छ भनेर हामीले देख्यौँ है त। ऊ आउने बित्तिकै एउटा यस्तो दामी एसिस्ट निकाल्यो के भनौँ। र आजको म्याचमा चाहिँ बार्सिलोनाले बिग चान्सेसहरू नि धेरै मिस गरेको थियो है त। लेभान्डोस्कीले 1 गोल हाने नि अरू गोल पनि हान्न सक्थ्यो तर चुक्यो है त लेभान्डोस्की चाहिँ। त्यसै गरी ऱ्यासफोर्डको कुरा गर्नुपर्दा चाहिँ हि वाज गुड भनौँ है त। आजको म्याचमा नि ऱ्यासफोर्डले दामी सर्ट्स त हानिरहेको थियो तर गोलकिपरले बबाल सेभ्स गरिरहेको थियो है त। ऱ्यासफोर्ड पनि इम्प्रुभ चाहिँ गर्दैछ है त बार्सिलोनामा। र अब कुरा गरौँ फ्र्याङ्की डिजोङ र पेड्रीको है त। आजको म्याचमा पेड्रीले म्यान अफ द म्याच पायो तर फ्र्याङ्की डिजोङ पनि एकदमै कम चाहिँ थिएन है त। फ्र्याङ्कीले नि मिडफिल्ड एकदमै राम्ररी कन्ट्रोल गर्दै थियो र कामनेस पनि ल्याइरहेको थियो र पेड्री भइहाल्यो है त। उसले त आज पेनाल्टी बक्समा समेत गएर सर्ट्स र एसिस्ट दिने ट्राई गरिरहेको थियो र गेम प्लेलाई नै यस्तो मजाले कन्ट्रोल गर्दै थियो के भनौँ। यो दुईवटा प्लेयर एउटै टिममा हुनु चाहिँ इलिगल जस्तो लाग्यो है त मलाई। दुवै 101 प्लेयर छन्। र गाइज यो सिजनको ला लिगामा अहिलेसम्म सबैभन्दा बढी गोल हान्ने र सबैभन्दा कम गोल खाने टिम चाहिँ बार्सिलोना बनेको छ है त, जुन चाहिँ एकदमै सकिङ नै हो है त। पहिलाको सिजन चाहिँ बार्सिलोनाले गोल त हान्थ्यो तर खान पनि उत्तिकै खान्थ्यो भने यो सिजन त डिफेन्समा नि अलि दामी नै इम्प्रुभ भइरहेको जस्तो लाग्यो है त मलाई। हुन त यो गोल कम खानुको रिजन चाहिँ जोआन गार्सिया हो होइन। जोआन गार्सियाले एकदमै बबाल सेभ्स गरेको थियो योभन्दा अघिको म्याचमा, तर जोआन गार्सिया चाहिँ अब इन्जर्ड छ। अब हेरौँ के हुन्छ। अब चाहिँ बार्सिलोनाले नेक्स्ट गेम सेभियासँग खेल्नेवाला छ र सेभियाको फर्म नि ठिकै छ है त। बार्साले हल्कामा लिने टिम चाहिँ होइन है त सेभिया, किनकि अबको गेम सेभियाकै होममा हुनेवाला छ र सेभियाको फर्म पनि त्यस्तो हावै त छैन है त। त्यही भएर नि अलिक टफ हुनेवाला छ बार्सिलोनालाई नेक्स्ट गेम चाहिँ। अब यहाँबाट चाहिँ ला लिगाको टाइटल रेस चाहिँ अलिक इन्ट्रेस्टिङ हुँदैछ है त। ल गाइज आजलाई चाहिँ यति नै, अर्को भिडियोमा भेटौँ है त। अहिले चाहिँ बाई बाई गाइज। च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्न चाहिँ नबिर्सिनु होला है त गाइजहरू।